Hello guys, welcome to my new vlog. I am here now going to नवलपरासी. आज चाहिँ हामी उता टुर्नामेन्ट अन्डर 14 टुर्नामेन्ट हुँदा रहेछ नवलपरासीमा, त्यहाँ जान लाग्यो. अनि यो चाहिँ मेरो पहिलो कोचिङ एक्सपिरियन्स हुनेवाला छ, फर्स्ट टुर्नामेन्ट एज अ कोच. लेट्स सी हाउ इट गोज है. अनि त्यही हो, अब त्यहाँ के हुन्छ यसो म आज तपाईँहरूलाई देखाउन जान्छु है त. Let's go. Personal Pathao rider in the house. Pathao rider. यो स्टेप पार गरौँ है, त्यसहरू अनुभव गरेर है. यहाँ चाहिँ बदमासी गर्ने होइन, ध्यान यताउति होइन. राम्रो हुनु पऱ्यो, पैसा धेरै जोगाएर ल्याउनु पऱ्यो हाम्रो लागि. बाबा दाजु भाइ यो पनि यही टिम हो. यही टिम हो, मिलेर गाह्रो पर्छ. यही टिमले सपोर्ट गर्छ. मिल्ने आएर रुममा बस्दा नि मिल्ने एउटा ग्रुप बनाएर छुटेर हामी दुईजना यता तिनजना यता कहिले गर्ने त्यो सब चाहिँ कहिले पनि हुँदैन. यता र यस्तो टिमहरू के कस्तो फिल गरेर? राम्रै, एकदम राम्रो. एक्साइटेड, स्योर हो? डर लागिरहेको छैन? डर लागिरहेको होला उहाँ गएपछि लाग्छ, ग्राउन्डमा गएपछि लाग्दैन? 100% कन्फिडेन्ट? ठिक छ. अब खाना खान थालेको. खाना कस्तो मिर्छ? होइन होला, काँची हो. यस्तो क्याप्टेन ठिक छ. यो लाइभ हेरेर के छ? ठिक छ. खाना कस्तो छ? राम्रो छ. ठिक छ कि बबाल छ? बब्बाल छ. के छ? फर्स्ट ट्रिप कस्तो लगाइरहेछ? राम्रो लगाइरहेछ कि ठिक छ हो? यहीँ रोक्दा नि हुन्छ. यहीँ रोक्नु न त्यो अगाडि. चाहिँ अब हामी ग्राउन्ड आइपुगेको छौँ. के भयो भिडियो बनाउँदा? Rising Star Academy RSCA बेच्न गइरहेको छ. केही समयमा हामी खेल सुरु गर्नेछौँ. कृपया जोडिरहनुहोला. कोही नडराउन आज है, फर्स्ट गेम छ होला सबैको.
नडराउनु कसले के भन्ने भयो आनन्दले पनि आफ्नो गेम खेल्नु कसलाई के रोलहरू दिएको छ त्यही अनुसार खेल्नु है हामी चाहिँ जित्ने भन्ने मन नहुनु पर्यो है मैले भनेको छु नि टप 3लाई फ्रीमा खेल्नु दिएको छु त्यो खेल एटाकिङ खेल्नु खेल जस्तो खेल्नु खेल भने टप 3लाई मैले फ्री लाइसेन्स दिएको छु है खेल तिमीहरू आफ्नो गेम खेल त्यसपछि म मिडल अर्डर पठाउँछु मैले भन्छु 3rd डाउन 4th डाउनको हुन्छ त्यही अहिले चाहिँ वर्षाको कारण गेम रोकेको छ हावाहुरी चलिरहेको अवस्था छ अहिले के छ त अनि ब्याटिङ गराउँदा कस्तो लाग्यो 20 बलमा 6 रन हान्दाखेरि कति होइन 22 बलमा 8 रन हान्दाखेरि त्यो राम्रो गएन राम्रो गएन किन राम्रो गएन मैले डिफेन्स गर भन्नु पठाएको थियो होइन अनि रविन्द्र भने खेल हिजो के हुँदैन रविन्द्रले खेल भने बल खेल्ने हो हिजो रविन्द्रले भने बल खेल्ने त्यही भएर रोकियो 1-2 खेल्न भनेको छ 1-2 त देखिन त अनि रविन्द्रले डेड डिफेन्स गर भनेको थियो होइन 1-2 देखिन त किन कहाँ गएको थियो हान्न खोजेन किन नखोजेको आउट हुन्छ भने डट खाँदै बसेर भयो त भोलि खेल्छु सियोर हो अनि अहिले किपिङ चाहिँ कस्तो गर्छ राम्रै सियोर छोड्दैन सियोर हो ल यहाँ छ है भिडियो अहिले चाहिँ गेम पानी परेर अवरुद्ध भएको अवस्था छ र पोइन्ट चाहिँ एक पोइन्ट बाँडेका छौँ एटोर स्पोर्ट्स एकाडेमी र राइजिङ स्टार क्रिकेट एकाडेमीले मुख नलुगा नि त के त्यस्तो मुख लगाउने काम के गरिस् त्यो काम गरेको तैँले के अनि मुख नलुगा नि यस्तो राम्रो फेस छ त अनि राम्रो खेल्छ खोइ आज खोइ देखिनँ त मैले खेल्ने कति बल खेलेको थिएँ सर 3-4 बलमा कति हानिस् कति हानिस् 3-4 रनै हानिस् चार बलमा 7 रन हाने कति बेला सुत्ने सरहरू 11-12 म अहिले 10 बजीतिर हेर्न आउँछु सुतेको छैन फेरि 10 बजी सुत्ने थिएँ ढोका मैले ढौडा गर्नु पर्दैन म त्यहाँबाट झ्यालबाट हेर्छु होइन यतिकै पढ्दा यतिकै हुन्छ है त केटाहरू यहाँ इम्पोस्टर खेल्दैछन् दादी छ उ त्यो इम्पोस्टर यही हो सोमबार काम पर्यो हैन शनिबार डिप सोध्नु पर्छ भाइ सोमबार कामको फोटो थियो नि त त्यही भएर लाग्यो इम्पोस्टर चाहिँ को थियो त यो थियो इम्पोस्टर एकाडेमीमा त सोधिरहेको छ नि हामीलाई त हाम्रो काममा त त्यो भन्यो भने जौन नाम पनि छुट्टै